हेलो हाई नमस्ते सेवारो जोडले म आइसकेको छु हजुरहरूको सामने न्यू डे न्यू ब्लग लिएर आँखा टेढा भयो किनकि उतापट्टि हेरेर कि म चाहिँ आएको छु अहिले धेरै भयो कतिजनाको मैले चाहिँ सपोर्ट गर्न सकेको छुइनँ कतिजनालाई किनकि मेरो अवस्था थाहै छ अहिले पुरा एकदम उयो छ कि बाबा भर्खर आइसियूबाट अहिले ल्याएको 2-3 दिनै भएको छ कि म चाहिँ एकदम इमर्जेन्सीमा घर आउनु पऱ्यो नि हाम्रो बाबा एकदम बेसी नै आइसियूसम्म पुगिसकेको थियो त्यही भएर हामीले इमर्जेन्सीमा आउनु पऱ्यो एकैछिनमा त्यही भएर चाहिँ मैले कसैको सायद हेर्नु पाएको पनि छुइनँ होला 1-2 जनाको हेर्नु पाउँदैछु किनकि म फोनै हेर्नु पाएको छैन कि यता बाबालाई दबाई खुवाउँदा खाना खुवाउँदा के गर्दा यस्तो हुन्छ ब्लग भी बनाउनु पाएको छुइनँ आफ्नो पनि बहुत दिनपछि आउँदैछु सायद अहिले म अस्ति हालेको थिएँ त्यो चाहिँ मेरो स्टक भिडियो थियो त्यो स्टक भिडियो हालेँ मैले अहिले चाहिँ हाम्रो यस्तो अवस्था छ त्यही भएर म चाहिँ बनाउनु पाएको छैन हाम्रो बाबाको चाहिँ अब यो थर्ड स्टक भनौँ न नि थर्ड स्टक होला यो थर्ड स्टकमा चाहिँ बेसी नै सिरियस भएको थियो कि हाम्रो बाबा त्यही भएर चाहिँ मैले न ब्लग बनाएँ न कसैको सपोर्ट गरेँ म कसैलाई सपोर्ट पनि गरेको छुइनँ गर्नै पाएको छैन अनि उपरबाट घरमा अब यस्तै हो घरको हालत यस्तै हो त्यही भने अब आमा एक्ला हुन्छ आमा एक्लाले अब छोराहरू त छ नि त छोराहरूले गर्ने होइन हाम्रो त छोराहरूले गर्दैन गर्नु मान्दैन के गर्ने आमाले एक्ला काममा गएर आउँदा भ्याउँदैन अब जतिसम्म म छु अब यहाँ हेर्दैछु होइन हेरिदिन्छु त्यही हो त्यही भएर चाहिँ म चाहिँ फोन छुनु पाएको छैन ब्लग भी बनाउनु पाएको छैन घुम्नु त अब यताउति त जानु पनि पाएको छुइनँ नि त कहीँ पनि जानु पनि पाएको छैन घरमै छु कहाँ जानु हस्पिटल त आना जाना गऱ्यो त्यो बनाउँथेँ भए पनि त्यो पनि अब त्यतिखेर नि केही दिमागमा आएन कि यस्तो इमर्जेन्सीमा आएको कि आउँदाखेरि नि बनाउन सक्थेँ मसँग ब्लग त हुन्थ्यो तर म बनाएन कि मेरो आँट आउँदैन कि त्यस्तो अब के सोचमा आएको हुन्छ नि हाम्रो मन नै मान्दैन कि बनाउनु दिल शान्ति भयो बनाउनु मन लाग्छ दिलै शान्ति छैन के गर्ने यस्तै हो अब हाम्रो त नि अनि यस्तो हो अब म हजुरलाई मेरो घरको बाहिरको फुल देखाउँछु फुल अब फुल देखाउँछु भन्दा पनि यता भक्कु फुल थियो कि हाम्रो आमाको सबै दाजुले काटिदियो यो क्लिन गरिदियो है यस्तो फुलहरू छ यो किचिरे छ यो चाहिँ राम्रो भएन चाहिँ मेरो त यस्तो रहेछ यो के फुल हो यो अनि यो छ सब आमाले लगाएको यो छ यो यस्तो फुल चाहिँ झुप्पा भएर फुल चाहिँ मेरो छोराले सब मेरो छोराले टक्ला पारेको है सब छोराले चाहिँ फुलहरू त छ यति उयो छैन कि केयर त गर्छ नि आमाले पनि तर अहिले फुल केयर गरेन मान्छे केयर गर्ने भइरहेछ अहिले चाहिँ हाम्रो अवस्था मान्छे केयर गर्दै जिन्दगी जान्छ अहिले चाहिँ यो के फुल हो यो दबाई पनि हुन्छ अरे भनेर सुनेको थिएँ के चिजमा दबाई पनि हुन्छ अरे चबाउनुपर्छ अरे प्रेसर न सुगरको लागि भनेको थियो यो दबाई हुन्छ अरे यो चाहिँ मैले भयो अहिले यो मैले 3 साल भयो मैले लगाएर गएको थिएँ अहिले फुल्दैछ यो मैले लगाएर गएको थिएँ यो कलम पनि काटेको रहेन रहेछ कि यो कलम काट्यो भने राम्रो देख्छ नि कलम काटेको रहेन रहेछ यहाँ पनि झार उम्रिरहेको रहेछ यो झार फ्याँक्नुपर्छ अनि यो यस्तो हो यो सब मैले लगाएको थिएँ पहिला यिनीहरू चाहिँ यो फुलहरू चाहिँ यतिहरू चाहिँ पोटमा मैले लगाएको थिएँ यतिको भएको छ अरू यो पनि राम्रो देख्छ कलम काट्यो भने कलम काटेको छैन त अहिले यतिको छ कलम काट्यो भने सुन्दर हुन्छ यो पनि अनि यो चाहिँ के को गाछ होला तपाईँहरूले चिन्नुहुन्छ म चिन्दैन यो के को त गाछ भन्दै थियो हौ के को गाछ भन्दै थियो अनि यहाँ छ हाम्रो आमाको फुल यो ला हो कि झुप्पा थियो यो त अहिले मैले तपाईँहरूलाई देखाउनु पाएन यहाँसम्म थियो कि तलसम्म नानीले टिपेर खतम पार्यो अनि दाजुले सबै यो तलबाट छाटिदियो यहाँ साप धेरै आउँछ कि
यस्तोमा यो पुरा झ्याप्पै थियो यतापट्टि पनि छ्याप्पै थियो है यहाँ देख्नु हुँदैछ नि यहाँ भएर यस्तो भएर तलसम्म थियो यो तलको काटिदिएको यहाँको यो बेसी भयो भनेर यहाँसम्म थियो क्या तलसम्म अनि काटिदिएको यो काट्यो भने के किनकि यो साप आउँछ नि त यतातिर काटेन भने अनि यो पनि यस्तो पत्ता पत्ता थियो नफुले पनि यो चमेली फुल है त्यो थुकमा नजानु है यो मेरो नानीले टक्ला गरेको है सबै मेरो नानीले टक्ला गरेको यहाँ पनि छ बाहिर यो बेसी यस्तो छ कि साप आउँछ कि यस्तोमा डर लाग्छ पनि बाह्र मासे फुल यिनीहरू दबाई हुन्छ अरे हो दबाई थाहा छैन मलाई के दबाई हुन्छ सजनाको फुल सजनाहरू यो फुल यो पहेँलो खालको फुल यो के बिमारमा काम आउँछ याद तपाईँहरूले भन्नु ल कमेन्टमा भन्नु है यो सुगर न प्रेसर थियो दुइटाबाट एउटा हाम्रो त दूर पनि जानु पर्दैन है झाडु पनि छ झाडु हो यो चाहिँ झाडुको घाँस हो यो कसले यस्तो झाडुले झाडु मारेको छ यो लेकिन बाहिरको है घरको भित्रको होइन र बरन्डाको फुलको नजर देख्नुभयो अब हाम्रो बाबालाई पनि देख्नुभयो होला अहिले दबाई सबै खिलाएर भात सात खिलाएर सुताइदिएको एकछिन सुतोस् रातभरि सुत्दैन कि हाम्रो बाबा पनि के हुन्छ यसो प्रेसर स्ट्रोक भएकोहरूलाई यस्तो हुन्छ के हो निन्द्रा लाग्दैन के हो सायद रातभरि हल्ला गर्छ कि फेरि मेरो चाहिँ यहाँ नानी म्याउ म्याउ गर्छ यता बाबा म्याउ म्याउ गर्छ के गर्नु हाम्रो घर चाहिँ यस्तो हुन्छ है चिमको यो बाँसको है बाँसको यो चाहिँ बेरा हो यो किचन यस्तो हुन्छ हाम्रो यताको सबैको म्याक्सिमम् यताको बेराकै हुन्छ यता बेरै हुन्छ जति नै उयो भयो भने पनि बेराकै बनाउँछ यता चाहिँ किनकि ठन्डा हुन्छ नि त यो अहिले रातभरि जति गरम भयो भने पनि राति चाहिँ एसी पर्दैन फ्यान भयो भने भइहाल्छ ठन्डा हुन्छ कमसेकम सुत्ने लायकको हुन्छ ठिकै लाग्छ मलाई त उता बेङ्गलोर भन्दा त ठिकै छ अब बेङ्गलोरमा पनि त ठन्डा छ अहिले यहाँको जतिको गर्मी त छैन तर यस्तो हुन्छ कि उहाँ चाहिँ दिनभरि त ठिकै हुन्छ राति चाहिँ बेसी हुप्प भएर गरम हुन्छ कि उहाँ चाहिँ त्यहाँ अब बिहानको उयो पुरा खिचेको राति फ्याँक्छ होला नि त नि बेसी गरम हुन्छ अब हेरौँ के हुन्छ बाबाको फेरि बोलाछ फेरि हुन्छ होला केही न केही फेरि टेस्टहरू दिन्छ होला गरिरहेछ भइरहेछ यसमै गइरहेछ अब दाजु ठुलो दाजुहरू आउनुभएको थियो हेरेर अब यत्रो दिन अब यति धेरै मान्छे थियो कि घरमा अब भाउजू भयो नानीहरू केटाकेटीहरू भयो नि दादाहरू भयो अब उपरबाट हाम्रो यस्तो सिचुएसन छ राम्रो उयो भएको भए त बनाउनु केही छैन नि अब यस्तोमा चाहिँ बनाउनु मन लाग्दैन कि मनै लाग्दैन आफ्नो हालत छैन मुख पनि धुएको छुइनँ कि म त जुन दिनबाट आएको छु नि ब्रस चाहिँ गरेको छु कि मुख पनि धुएको छु पानीले मात्र नुहाएको छु त तर साबुन लगाएको छुइनँ हौ एउटा मलाई यस्तो चिलाउने पनि निक्लिन्छ कि कसलाई यस्तो निक्लिन्छ पानी छुयो भने खोइ यहाँको मलाई किन यस्तो हुन्छ पानी उयो भएको होला हौ मलाई यस्तो घाउहरू निक्लिँदैछ हौ जिउभरि गुटी 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 निक्लिन्छ कि पानीले यहाँ अस्ति हात फुल्लेर उयो भएको थियो अहिले राम्रो भयो यहाँ बिर निक्लिन्छ कि चिलाउने पानीले गर्दा मेरो छोरा चाहिँ उसको मामालाई लिएर गएको छ आउँदै होला है मामाले बोकेर आउँदैछ खेल्दै थियो त नि किन लिएर आएको